हेलो गाइस, वेलकम टु माई भ्लग। अब चाहिँ हामीहरू यहाँ घुराइको स्ट्रबेरी फार्ममा जान लाग्छौँ। माई सिस्टर Yes guys, welcome to Anil's vlog. आज चाहिँ हाम्रो यात्रा चाहिँ स्ट्रबेरी फार्मसम्म। सो हियर वी गो। बाटो यो चाहिँ यस्तो बाटो छ, धुलो खाँदै आइयो बाटोभरि। अनि अहिले चाहिँ हामीहरू यात्रा हेर्दै जानुहोस् हामीहरूलाई तपाईँहरूले। बाटो चाहिँ यस्तो छ, यतातिर अलि राम्रो छ होइन, तर पछाडि त काम नराम्रो छ यार। बाटोमा राख्नुपर्छ त्यही हो, अरू त के होइन। बाटो यस्तो राम्रो छ, गुरुकुल जाने बाटोमा मेरो लाग्ला त यहाँ मिला कर काहे रुक गए रे? मेला लाग्ला रहेछ गाइस यहाँ चाहिँ होइन। हाम्रो यहाँ चाहिँ मेला लाग्ला रहेछ। फेरि कहिले लाग्ने हो मेला? मेलामा आउनु पर्छ फेरि मेलामा। यो उयो भित्र हामी चाहिँ आज स्ट्रबेरी फार्ममा आइरहेको छौँ। नेट ठुलो त रहन्छ त फेरि ठुलो होला यहाँ यार। के गर्नु छ? क्या कर रहे हो तुम यार? हामी आइपुग्यौँ यहाँ स्ट्रबेरी फार्ममा गाइस। यो स्ट्रबेरी फार्म। अनि चाहिँ अब हामीले ब्लग बनाउँछौँ, देखाउँछौँ तपाईँहरूलाई स्ट्रबेरीहरू, यम्मी स्ट्रबेरी। अनि त्यही हो, अरू त के होइन। हमारा स्कूटी से झर रहा है और ये हम आपू गए स्ट्रॉबेरी फार्म में। उधर आदमी लोग ब्लॉग बना रहे, देखो उधर पारी। सो राम्रो मान्छेहरूले ब्लॉग बनाइरहेको छ। वाओ, ब्यूटीफुल ब्यूटीफुल। स्ट्रगल देख लो, इधर देख लो स्ट्रगल है यहाँ। गाह्रो छ गाह्रो। बाटो लास्टै खत्तम छ कि, बाटो खत्तम छ हेर गाइस। पुरै यस्तै हो, चोर नेताहरू भयो भने चाहिँ बाटो बनाउन 20 वर्ष लाग्छ। धुलो खानुपर्छ बाटोमा पनि। गाह्रो छ है, गाह्रो छ नेपालमा। सुन्नु न, यो के गर्नुपर्छ यहाँ? हामी चाहिँ यहाँ स्ट्रबेरी फार्ममा आइपुगेको छौँ होइन, एग्रोमार्टदाङमा। दिदी चाहिँ एकछिन बाहिर जानुभएको छ। सोचे भित्र देखाउनेछौँ के छ यहाँ भनेर। हो त्यस्तो दामी छ। यो चाहिँ हाम्रो घुराइमा छ है। के हेर्नुहोस् मजाले। यो हो एग्रोमार्टदाङ। त्यहाँनिर छ, त्यहाँबाट फेरि जाने अरे। पहिला चाहिँ यहाँ चाहिँ टिप्नु पनि दिन्थ्यो अरे, अब चाहिँ यता रुल चेन्ज भएको छ अरे, टिप्नु चाहिँ दिँदैन अरे। गएर फोटो भिडियो चाहिँ बनाउनु पायो, टिप्नु चाहिँ पाउँदैन अरे। सो हामी तपाईँलाई देखाउनेछौँ के छ भित्र भनेर। यस्तै हो। हामी चाहिँ लाग्यौँ अब झोला ब्याग लिनु भएन। हाम्रो कोरियामा गएको नेपाली दाजुभाइहरूले सम्झिन चाहन्छु, कोरियामा पनि यस्तै हुन्छ कि कस्तो हुन्छ स्ट्रबेरी खेती भन्ने म सोध्छु तपाईँहरूलाई। जाने यतिबाट त होला, यहीँबाट जाने त होला। अब जाने यहीँबाट त होला नि। कहाँ यता कहाँ छ? कहाँ जाने मिल्यो अरे? यहाँबाट भित्र जाने हो? So we are going to enter the
स्ट्रबेरी फर्म है, यो चाहिँ स्ट्रबेरी फर्म हो रे। सो हेर्नु चाहिँ स्ट्रबेरी हेर्नुहुन्छ, ब्युटिफुल ब्युटिफुल स्ट्रबेरिजहरू छ यहाँ चाहिँ। हेर स्ट्रबेरी, यो स्ट्रबेरीहरू मैले स्ट्रबेरी यत्रो ठुलो स्ट्रबेरी फर्म चाहिँ देखाएको थिएन अहिलेसम्म, सानो सानो देखेको थिएँ। राम्रो छ नि स्ट्रबेरी, हेर्नुहोस् कस्तो राम्रो स्ट्रबेरी छ। यो चाहिँ यति ठुलो छ, यति ठुलो छ यो यहाँ। हेर्नु हजुर, यति ठुलो छ यो चाहिँ, हेर्नुहोस् सबैजनाले। हेर म अब हेर्दै जाऊँ कस्तो राम्रो छ। ए यो स्ट्रबेरी फर्म यसमा चाहिँ औषधि हालेको छ अरे होइन, कसैले टिपेर खायो भने फेरि हिँड ढल्छ। हिँड ढल्यो भने के होला, कस्तो मजा, कस्तो दामी बास्ना आएको छ कि। हेर न यहाँ कस्तो राम्रो छ, टिपेर खान मन लाग्यो मलाई त गाइज, तर खान चाहिँ पाउँदैन, औषधि हालेको छ अरे यहाँ। हेर्नु कस्तो राम्रो छ यार, देखो इसको कितना अच्छा है ये, राम्रो खान मन लाग्यो। तपाईँहरूलाई पनि यसरी स्ट्रबेरी देख्ने बित्तिकै खान मन लाग्छ कि नै? पुरै पाकेको छ यार, रातो भएको छ। जो ठाउँ चाहिँ एकदम ठुलै रहेछ, यो पनि नयाँ चिज हो दाङमा चाहिँ। दाङमा चाहिँ लाइक फर्स्ट टाइमै गर्नुभएको छ यस्तो, एकदम राम्रो छ, धेरै दामी। ओ सिस्टर आप क्यों पछाडि रह गए हो? दिदीले चाहिँ पुरै फेरि खिचिरहनु भएको छ फोटो भिडियोहरू। अनि म चाहिँ यहाँनिर छु, यहाँनिर भ्यूज तपाईँलाई देखाइरहेको छु स्ट्रबेरी फर्म। तर कस्तो दामी, यस्तो राम्रो बास्ना छ नि, पुरै थाहा, यति दामी बास्ना छ नि, बास्ना पुरै भरेको छ यहाँ, स्ट्रबेरीको बास्नाले पुरै भरेको छ। नै औषधि हाले अरे, ऊ त्यही त औषधि हाले अरे। म चाहिँ यति बेला ठ्याक्क उसलाई सम्झिरहेको छु क्या, तपाईँ हुन्छ नि हाम्रो इपिएस पास गरेर एग्रीमा गएको लाइक नेपाली दाजुभाइहरूलाई कस्तो चाहिँ हुन्छ त्यतातिर भन्नु न। यस्तै यस्तै हुन्छ, यस्तै त हुन्न होला, योभन्दा ठुलो हुन्छ कोरियामा त होइन, त्यही पनि यस्तै यस्तै टाइपको हुन्छ कि कस्तो हुन्छ। त्यही बिजनेस आइडिया चाहिँ राम्रो हो, जस यस्तो दामी ग्राउन्ड भयो, पुरै यत्रो ठुलो यो बारीमा चाहिँ पुरा स्ट्रबेरी लगाउनु भएको छ, एकदम राम्रो देखिरहेको छ सबै, कस्तो रातो बास्ना पनि आइरहेछ। यो चाहिँ चरा भगाउनको लागि है, चराहरू आउँछ नि, चराहरू भगाउनको लागि टिभी क्यामेरामा राख्नु भएको रहेछ। लाइक दिस इज भेरी गुड इन फल इन दाङ। इङ्ग्लिस फेरि खतरा आउँछ फेरि गाइज, इङ्ग्लिसमा नझुक्किनु होला फेरि। बिए फेल हो म गरिरहेको, भन्नु पर्यो कस्तो दामी दामी छ यार। मुख में पानी आ गया है ना, मेरे तो मुंह में पानी आ गया देख्ने बित्तिकै। अब के गरौँ, हात लगाउनु पाउँदैन, मुखमा पानी आए पनि। हेर्नु त्यहाँ कति ठुलो छ एउटा, अब देखाऊ तपाईँलाई कति ठुलो छ, हेर्नु त कति ठुलो छ, कति ठुलो कितना बड़ा है वो वाला कितना बड़ा है यार। म त बाहिर निस्किनु मन लाग्यो यार, झन् हेरे झन् खान मन लाग्ने छ, झन् हेरे झन् खान मन लाग्ने रहेछ। शिट क्या करूँ ओ लेडी मैं हूँ आदत से मजबूर। कतिजना धेरै मान्छेजना यहाँ भिडियो बनाउनलाई आउनु भएको छ, सबै भिडियो बनाउनु। तर भिडियो चाहिँ केसको बनाइराख्नु भएको छ भन्ने कुरा हो क्या, यहाँ भिडियो बनाएर नि मान्छे भाइरल हुन्छ र भने। मेरो ब्लगलाई पनि भाइरल गरिदिनु होला गाइजहरू तपाईँहरूलाई, यहाँ भिडियो बनाएपछि भाइरल हुन्छ अरे। कता हेर्नुहोस् हाम्रो दिदीलाई पानी लानु भएको छ फेरि मजाले त्यहाँले। ठिकै छ। मुँह में पानी आ गया भाई देख के। टिभी रनमा अब भिडियो बनाउनु, सबैजना भिडियो बनाउन व्यस्त हो, म पनि। तर यो जस राम्रो छ होइन, अझै ठुलो हुनुपर्ने, अझै ठुलो। पुरै यहाँ देख्छ नि, यो पुरै एरियाभरि पुरै भरेर बनाएको भए त आम्मा अनि पो मजा आउँथ्यो हेर्ने यार। कसले देख्न नदेखुन् क्या, टाढैबाट मान्छेले देख्दैन देखुन् नि, चोरेर टिपटिप एक दुईवटा क्याराप्चा भएर खायो भने। तर गाह्रो छ, खान चाहिँ सकिन्न होइन। म तपाईँलाई स्ट्रबेरी देखाइदिन्छु मजाले बसेर। देखो यहाँ कितना अच्छा स्ट्रबेरी है, हेडो कति राम्रो छ यो।
यहाँनिर चाहिँ यो के अरे यो यहाँको स्ट्रबेरीहरूमा चाहिँ दबाई हालेको छैन अरे होइन दबाई नहालेपछि चाहिँ त्यसपछि यहाँ चाहिँ एकजना एउटा मान्छेले एउटा मात्र स्ट्रबेरी खान मिल्छ खुसी खुसी एकजनाले एउटा स्ट्रबेरी खान मिल्छ अरे अनि पछि म त्यही भएर एउटा स्ट्रबेरी खोज्न लाग्छु कि दामी स्विटी एउटा स्ट्रबेरी खोज्न लाग्छु अनि त्यो स्ट्रबेरीलाई मैले खान्छु मैले खान्छु तपाईँहरूले हेर्नु होला है तर ठुलो स्ट्रबेरी टिप्ने भनेको चाहिँ यार न किन यहाँ आफ्नो तेल हुन्न पहिला ब्याग एउटा स्ट्रबेरी म टिप्छु होइन अनि पछि खुसी इतनी खुसी मुझे आज तक नहीं हुई भनेर एउटा स्ट्रबेरी टिपौँ भनेको खै स्ट्रबेरी पो टिपेँ खाने हेरौँ एउटा मात्र टिपौँ भनेको थिएँ यहाँनिर छ एउटा टिपौँ होइन गाइस कस्तो कुन ठिक होला यार एउटा खानलाई टिपौँ भनेको थिएँ गाइस तर के भयो त्यही त मैले एउटा टिपेर खाने भने म खोजिरहेको छु कि म त आफै खानु त्यो म त एउटा टिपेर खाने म एउटा टिप्छु कि एउटा टिपेर खाने भने मैले यहाँ खोजिरहेको छु कि एउटा राम्रो ठुलो एउटा भेटेन यार किन मेरो त भइहाल्छ नि एउटा हाम्रो अर्ग्यानिक के अरे आफ्नै करेसाबारीमा फलेको एउटा राम्रो स्ट्रबेरी टिपेर खाम भनेको गाइस ओ त्यो देखेँ म जान्छु ल मैले एउटा दामी देखेको छु यहाँनिर देखेको थिएँ आफ्नै करेसाबारीमा फलेको हेर्नुहोस् तर यार ठुलो देखाएको थियो तर बिग्रेर चाहिँ हेऱ्यो त यार शिट गाइस मिठो छ अब भयो चाख्यौँ यहाँको अब चाहिँ हामी निस्किन्छौँ एकदम यम्मी छ यम्मी हेर्नु चाहिँ म थाहा पार्ने अब भइसक्यो युवालामा त औषधि हाले हारे नखानु होला मर्नु होला फेरि युवाला अघि नै भने थाहा पाउँदैन नि अनि यो र यो एउटै त हो नि एउटै हो त्यो अब जाने हामी ल अब हामी फाइनली हामीहरू चाहिँ निस्किनु लाग्यौँ यहाँबाट त्यही हो रमाइलो भयो एकछिन हेऱ्यौँ दामी लाग्यो त्यही हो मैले स्ट्रबेरी त पहिलोचोटि देखिरहेको छु यस्तरी रुखमा फल्यो ल जाम अब ल अब चाहिँ निस्क्यौँ ल जाने बेला एउटा लास्ट वान हामीहरू चाहिँ फाइनली यहाँबाट निस्किसक्यौँ वी आर अबाउट टु हेडिङ आवर होम ब्याक त्यसपछि अब हामी चाहिँ घर जान लाग्छौँ ल गाइस फेरि भेटौँला तपाईँहरूसँग यस्तै फेरि भ्लगमा अर्को न्यू भ्लगमा अवश्य भेट्ने नै छौँ भन्न चाहन्छु भ्लगलाई माया गरिदिनु होला अलिअलि गरिदिनु होला अनि खाना आउनु होला यहाँ घोराइमा छ यो ठ्याक्कै घोरामा आएर खानु होला राम्रो छ जेस फर्स्ट टाइम ल गाइस बाइ बाइ सी यू सुन छिट्टै भेटेछौँ फेरि हामी अर्को भिडियोमा